सिमराको 3 वर्ष बालिकालाई जबरजस्ती करनी गरेर हत्या गरेपछि दुई युवकलाई प्रहरीले पक्राउ गरेका छन्। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। तपाईहरुलाई कस्तो लाग्छ मन परेमा धेरैभन्दा धेरै शेयर गरी फलो गर्नुहोला। सिमरामा 3 वर्षीय बालिकाको करणीपछि हत्या गरेको अभियोगमा पक्राउ परेको व्यक्तिहरूलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय 12 को अनुसार जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 2 बस्ने भीमसिंह थापाको छोरा ना 1 ज 7758 नम्बरको म्याजिकको सहचालक सुमन थापा र सोही म्याजिकको चालक प्रोग्रेस चौधरी पक्राउ परेका छन्। यता प्रहरीको अनुसन्धानको क्रममा म्याजिकका सहचालक सुमन थापाले उक्त घटना आफूले घटाएको स्वीकार गरेका छन्। उक्त घटनामा अन्य कोही पनि संलग्न नरहेको उनले प्रहरीलाई बयान दिए पनि चालकलाई समेत नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। साथीहरुलाई स्वागत छ। नमस्ते। हिजो जुन जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर 1 मा अन्दाज 3 वर्षकी नाबालिका शिशु मृत अवस्थामा फेला परेको थियो। त्यसको चाहिँ हामीले तत्काल प्रारम्भिक जाँचको क्रममा चाहिँ घटनास्थल लासतास पुछका लगायतका कार्यहरू सम्पन्न गर्यौं र अनुसन्धानको क्रममा हामीले चाहिँ निज बालिका अस्ति आइतबार बिहानैदेखि हराएको भन्ने चाहिँ जानकारी थियो हामीलाई र निजको खोज तलासको लागि स्थानीयवासीहरूको सरसहयोगमा प्रहरीले खोजतलास कार्यहरू पनि जारी राखेको थियो। अब हिजो चाहिँ बेलुका